सुरुवात चाहिँ आज हामी पेट्रोल पम्पबाट गर्दैछौँ होइन, पुलिस पेट्रोल पम्पबाट। ट्याक्क बाइकमा फुल ट्याङ्की पेट्रोल हालियो 2000 को। अब चाहिँ हामी आपटारी गएर सबैजनालाई कुरेर अनि ट्याक्क रेडी भएर गयौँ देवघाटबाट अलि यता। यो के ठाउँको नाम के अरे? आपटारीमा छौँ होइन। आज चाहिँ 2080 साल 1 महिना 1 गते ट्याक्क फर्स्ट दिन होइन। हामी चाहिँ बन्दीपुर जाँदैछौँ धुलो खानालाई होइन। पछाडि छ एलिसा राइडर, विशाल राई राइडर। मिनम ल गाइज, हामी चाहिँ राजीव बरेल, विशाल ओडेल अनि त्यसपछि एलिसाको ट्रायल कम्बोमा राइडिङ स्टार्ट गऱ्यौँ होइन। हाम्रो सिल भाइ आज हामीले के हानिन्छ? सिल हानिन्छ। स्पिड धेरै बताइन्न, ठिक्क स्पिडमा, ठिक्क उसमा, चिसो मौसममा, ब्रिजमा सर्लक्क चलाइन्छ। अलि राम्रै भएन, 2 किलोमिटर भइसक्यो तपाईँ। त्यो त अलि हाइमा गयो। बिहान नयाँ सालको दिन गाइस एकदम राम्रो छ होइन मौसम। ब्रिज हेर्न सक्नुहुन्छ, चितवनको ब्रिज असम छ नि बाटो त चितवनको। 40 को स्पिडमा हिँड्दा पनि गाइस हामी 45 को स्पिडमा हिँडेका छौँ। साथै धेरै होइन सबै नागरिक एकदम सबै भाषामा ब्लग हानिन्छ। त्यस्तो केटीहरू बिस्काउने कुरा भएन होइन। अगाडि राइडर गए भर्खर डबल हेलमेट हान्नै बिर्सेछ त्यहाँ। हामी यस्तो गाइज पनि भन्दैनौँ गाइज। हाम्रो कपाल घुम्रो नि छैन। मारुति सुजुकीलाई चाहिँ अब टपमा पर्यो। ह्याप्पी न्यु इयर गाइज, ह्याप्पी न्यु इयर। होइन भ्लग त अब भोलि पर्सिमा हालिहाल्ने हो। एडिट गर्ने झ्याउ लाग्छ फेरि, ट्रिपबाट आउन छ झमेला हुन्छ। यस्तो मोडमा खासै मोड्न हुँदैन होइन, तर अलि धेरै खाली मेरे ल। अब गाइज हाम्रो गाइजहरू चाहिँ तेल हाल्न जान्छन् होइन। हाम्रो चाहिँ ट्याक्क लाएर 2000 को तेल ट्याक्कै ट्याङ्की फुल हान्ने छ है। हामी चाहिँ दासढुङ्गा आइपुग्यौँ होइन। दासढुङ्गा भन्ने ठाउँ सो मुङ्ली नारायणघाट सडक खण्डको बिचमा हो होइन। एकदम राम्रो छ ठाउँ चाहिँ। अब बन्दीपुर जाने बेला चाहिँ कस्तो छ थाहा छैन। यहाँ चाहिँ एकदम सही छ है गाइज, टु बी अनेस्ट है। हो यही हो। ए म त पूर्वतिर होला भने दासढुङ्गामा हो रहेछ है गाइज। मदन भण्डारीको एक्सिडेन्ट भएको है। सो ड्राइभ सेभ है गाइज। हामी मोटो भ्लगर भयो नि हामी बताउँदैनौँ, किनकि हामीलाई ज्यानको माया छ। अनि स्लो ड्राइभ लङ लाइफ भन्ने चाहिँ हामीलाई थाहा छ है। अलि जाम परे जस्तो फिल भए। किन फिल भयो चाहिँ थाहा भएन होइन। बाटो सोध्न लाँदैछ कि। हेलो गाइज, अल्बिने केही भन्न छ? सिल खत्तम बाटो।
हामी मुङलिन आइपुग्यौँ है ल गाइस हामी मुङलिन आइपुग्यौँ है मुङलिन चाहिँ 0 किलोमिटरमा छ होइन यस्तो राउन्ड हानेपछि पुल आउँछ त्यहाँ सो यो भनेको चाहिँ नयाँ वर्षको दिन मुङलिन आइयो नि त भाइ यार खत्रै घुम्न पाइन्छ क्या हो यो भनेको चाहिँ हाम्रो 3टा 4टा जिल्लाको चाहिँ एउटा मिडल पोइन्ट हो होइन पर्न चाहिँ चितवनमै पर्छ तर यहाँबाट अब गोर्खा पनि जान मिल्यो पोखरा पनि जान मिल्यो काठमाडौँ पनि जान मिल्यो पूर्व नेपाल र पश्चिम नेपाल जोड्ने ठाउँ यही हो पहाडी मार्ग र पूर्व पश्चिम मार्ग राजमार्ग जोड्ने मेन ठाउँ पनि यही हो होइन सो एकदमै राम्रो छ यो ट्याक्क पहाडको बिचमा छ सही छ नि मुङलिन त है मजा आउँछ क्या मुङलिन म मुङलिन देख्ने बित्तिकै रमाइलो लाग्छ तेल हालेनन् गाइजहरूले हाम्रो त पूर्व पुगे नि पुग्ने जति तेल होला अहिले त पूर्व त अलि नभनौँ होइन पोखरै पुगे नि पुग्ने तेल छ हामीसँग चाहिँ होइन तर अरूले हाल्यो र यो चाहिँ मुङलिनको पुल है हामी यताबाट चाहिँ अब गोर्खा पोखरा जता जान मिल्छ हामी जान चाहिँ बन्दीपुर जान लागेको हो 2080 सालमा बाटोको कन्डिसन कस्तो छ भनेर चाहिँ हाम्रो पहिलो भिडियो हुन्छ होइन युट्युबकै सबभन्दा पहिलो होइन स्टे ट्युन गाइज ल यो फिस्टेल रेस्टुरेन्ट होइन उतापट्टि पुरानो पुल छ टिकटक बनाउँदैछ नि एउटा दिदी होइन यो चाहिँ नयाँ पुल हो है गाइज अनि रमाइलो छ जे होस् खत्रै छ ए भोक लागिसक्यो छ अरे हाम्रो भाइलाई भोक त मलाई पनि लाग्छ होइन तर भ्लग गर्न छोडिन्न आफू खैरेनीमा चाहिँ हामी के गर्न लाग्यौँ भने खाना खान हामी यो के थकालीमा अरे जो थकाली गेस्ट हाउसमा चाहिँ यो जुन खैरेनी छ होइन मुङलिनबाट यता खैरेनीमा चाहिँ खाना खान पसेका थियौँ अनि खाना खाएर भ्यायौँ अब चाहिँ हामी जान्छौँ होइन खानाको रेटिङ ठिकै लाग्यो 3, 4 आउट अफ 5 थप्न त परिहाल्यो नि पैसा तिरेर खाएपछि है ठिकै हो है अलिने के छ हाल खबर एलिसा के छ हाल खबर ल गाइस हामी खैरेनीबाट हिँड्यौँ मामा घर चाहिँ मेरो यहीँ नजिकै छ है म आज मामा घर जान्न तर किनकि मामा घर जानलाई भनेर निस्किया होइन नि त यहाँबाट है सो गाइस यो ठाउँ भनेको चाहिँ मेरो अलमोस्ट मामा घर हो योबाट माथि चढ्न पर्छ मेरो मामा घर चाहिँ अब हामी पोखरातर्फ लाग्यौँ बाटो चाहिँ धुलो छ अरे भन्ने सुनेको छौँ त्यही भएर धुलो नखानु चाहिँ यसो भिडियो बनाइन्छ धुलो खाएपछि त अब हेलमेट अफ गर्न परिहाल्यो साउन्ड प्रोटेक्सन छैन राम्रो छ होइन धुलो नखानु त्यसलाई यसो देखाइदिउँ न विशाल दाइहरू अगाडि हुनुहुन्छ है नयाँ वर्षको दिन यसो मन्दिरपुर जाम भनेर भनेको क्या अरे धुलो त कडै होला जस्तो हो धुलो स्टार्ट भइसक्यो धुलो अगाडि सक्यो कस्तो होला Go down there.
हामी चाहिँ नयाँ वर्षमा नयाँ धुलो खाएको छौँ होइन यो सरकारी पाउडर हो सामग्रीमा हामी सरकारी पाउडर खाँदै हामी यो अहिले त्यो अघि खाएको भातमाथि सबै धुलो धुलो भयो के अरे काठमाडौँ र पोखराको बिचमा होइन यो पृथ्वी हाइवेमा छौँ होइन बबाल धुलो खाइया अब हाम्रो ऱ्याप पनि बनेको छ होइन दोर्नीमा ऱ्याप सुनौँ ल विशाललाई न धुलो न माटो यो पाइरोडको बाटो यो 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 न धुलो न माटो यो पाइरोडको बाटो बन्दीपुरको गेटमा छौँ है अब बन्दीपुर प्रस्थान गर्दैछौँ गर्यो बन्दीपुर प्रस्थान गर्यो गाइज ल बन्दीपुर पनि आइयो है अब घर फर्किँदै नि हुन्छ बाटो त अलिअलि बिग्रेकै रहेछ गाइज त्यही पनि केही छैन हामी धेरै धुलो खाएर आएको छौँ यस्तो बाटोलाई बिग्रेको भन्नै मिल्दैन हामी यति धुलो त पचाइदिन्छौँ #तिल ओभरटेक हान्न पऱ्यो एलिसाले ओइ के गरे त्यसले धन्ने छिराइदियो यसले ए धन्ने अघि खसालेन उसमा गाडीमा यतापट्टि बाइक कस्तो सही रहेछ त यार ठाउँ त ल गाइज अटम ओइ कस्तो राम्रो यार कडा गाइज कडा बन्दीपुरको बाटो योभन्दा कडा त हुनै सक्दैन यार कस्तो सही बाटो छ के गाइज दिस इज अ इन्ट्रेस्टिङ आई माथिको डाँडा हो क्या बन्दीपुर बन्दीपुरको होमस्टे टक्क आएर होइन आफ्नो रुममा टक्क बसिसक्यौँ हामी होइन त्यस्तै हो अब है सो भ्यू राम्रै छ एभ्रिथिङ इज गुड उयो हाम्रो जापानिज पनि छ है गाइज अब बजार हुनपर्छ बब्बाल गाइज हामी चाहिँ होमस्टेबाट बाहिर निक्लिसकेको छौँ है होमस्टे चाहिँ सही ठाउँमा यो आकृति है यति धेरै मेकअप गरेर आएको छ अनि हामी चाहिँ अब घुम्न जाँदैछौँ होइन स्ट्रिटमा त्यही हो घुम्नुपर्छ गाइज न्यु इयरको दिनमा त्यही पनि सो यो चाहिँ होमस्टेबाट बाहिर निक्लिने ठाउँ हो है अलि साँगुरो छ बट स्टिल एकदम राम्रो ठाउँमा छ क्या चाबी लिएर आइसक्यो कसलाई राख्न दिएको मैले तिमीले लिगेनौ चाबी फेरि छोडेछौँ गाइज फेरि लिन जान पऱ्यो म चाबी चाहिँ हाम्रो चाबी चाहिँ भेटिसकेको छ होइन अब चाहिँ हामी घुम्न जान्छौँ फेरि पनि अघिको साँगुरो बाटोमा हिँड्न पर्ने भयो चाबी हराएको भएर अनि त्यस्तै हो अहिलेको अपडेट चाहिँ बन्दीपुर त आज त लास्टै भिड छ नि त यार हामी चाहिँ बन्दीपुरको स्ट्रिट एक्सप्लोर गरिरहेछौँ होइन अनि खाजा खाने प्लान भएको छ अब खाइदिउँ न त गाइस खाजा खाने हो खाए होइन यो यहाँको ब्युटी हेर्नलाई अरू बेला आउनु पर्दैन म थाहा भइसक्यो अब यस्तो बेला नआउने होइन रहेछ चाडबाडको बेला पनि ट्रेकिङ जाने मैले बिहान खाना खाने बेला 3 स्टार भनेको थिएँ होइन त्यसलाई 5 स्टार दिउँ त्योभन्दा वर्स्ट होटल गइसक्यौँ हामी होइन अब फाइनली वर्स्ट होटल भएपछि होइन हामी यो टुडी खेलमा आइपुगेको छौँ बन्दीपुरको होइन धुलो माटो यो पाइरोडको बाटो कृष्णजी लैजाऊ न हामीलाई म यो गीतको सर्जकले जस्तो सिकाए भने पनि म दामी छु हरामी छु 10 रुपियाँको पेप्सी 10 रुपियाँको पेप्सी
300 को बिल 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 गाइज हामी चाहिँ अघि मस्त नाचियो होइन अनि रुममा आएर यसो फ्रेस भयो अब फेरि बेलुकामा यसो फोटोसुट हान्न पर्यो होइन हाम्रो के अरे स्ट्रिट घुम्न जान पर्यो होइन त्यही जाँदैछौँ बन्दीपुरको विशेषतै भनेको कस्तो लाग्यो बन्दीपुर बन्दीपुर इज अलवेज अमेजिङ अब हामी स्ट्रिटमा गएर फोटो खिच्छौँ होइन त्यही बेला भ्लग गरौँला सी यु देयर गाइज हामी रोटी र समोसा खान आयौँ है फाइनल्ली भेज होटल भेट्यो है guys। यो साह्रो सङ्घर्षपछि फाइनली एउटा भेज होटेल भेटियो गाइस हाम्रो समोसा रेडी भयो है बल्ल प्याच नबोल्नु बस्न पायो भने मात्र प्याच नबस्नु खाना भन्दा कपमा नखानु ल है गाइस सचिन भाइको एडभाइस सबैले सुन्नु पायो भने क्वाट्ट नहिँड्नु ल अनि अरू चाहिँ राम्रै छ होइन यो जुन ट्रेडिसनल हाउसेसहरू चाहिँ प्रिजर्भ गरेका अलिकति ट्रेडिसन पनि प्रिजर्भ गरिदिए चाहिँ धेरै राम्रो हुन्थ्यो है ट्रेडिसनल हाउस प्रिजर्भ गरे जसरी मन्दिपुरमा अलिकति ट्रेडिसन प्रिजर्भ गरिदियो भए धेरै पनि पर्दैन कि अलिकति जे होस् यो पब्लिक ड्रिङ्किङ र स्मोकिङहरू चाहिँ रिड्युस गरेर होइन होटेलभित्र गरौँ तर एटलिस्ट पब्लिकमा चाहिँ अलि राम्रो होस् न होइन त्यो भने ठिक हुन्छ अब यो डिस्को सिस्को भन्दा अलिक भजन कीर्तन भएको राम्रो हुन्छ दुईजना मात्र नाचिरहेको डिजेहरू अनि हाम्रो यहाँ बादर हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ होइन पोज हेर्नुहोस् र यहाँ यी फोटोग्राफर हुनुहुन्छ हाम्रै साथीहरू हुन् अनि स्ट्रिट उतै सकिन्छ है गाइस हेलो एभ्रिवान गुड मर्निङ फ्रम बन्दीपुर अनि यो चाहिँ हाम्रो रुम मलाई बाहिर किक आउट गरेका छन् अनि म चाहिँ यता बाहिर बसिरहेको छु गाइज हामी बिहान बन्दीपुरमा उठेर सीता बाबा गुफा आइपुगिसक्यौँ है यही नि सम्झ्या हो त होइन मेमोरीमा यो भइहाल्यो नि 10 वर्षपछि नि यो याद गरे भइहाल्यो नि एलिसा चाहिँ 10 स्टेप हिँडेर थाकिसक्यो होइन म चाहिँ अलि हिँड्छु भन्ने एक्सपेक्टेसन छ यो चाहिँ सुन्तलाको बोट है गाइज अनि मामा घर गएको जस्तै फिलिङ भयो अलिअलि हाम्रो मामातिर स्टेप चाहिँ छैन गाइज हामी सीता बाबा गुफा जाँदैछौँ होइन सो गुफा चाहिँ यो माथि डाँडामा रहेछ है कतातिर हो त्यही डाँडामा चढ्दैछौँ गुफा चढ्ने बेला अपडेट दिउँला है सो अहिलेसम्म चाहिँ ठिकै छ इनर्जी लेभल प्रिटी गुड एभ्रिथिङ इज प्रिटी गुड सो लेट्स गो गाइज वेलकम टु म्यान भर्सेस वाइल्ड सस्तोवाला सो हामी चाहिँ माथि चढ्दै थियौँ है अनि यहाँनिर स्ट्रबेरी रहेछ सो स्ट्रबेरी टिप्नलाई चाहिँ म ट्याक्क डाँडाको साइडमा आएको छु है हामी चाहिँ माछा पुछ्रे डाँडामा जाँदैछौँ है एलिसा कस्तो छ कोचाङ ट्रेकिङ गर्ने फिलिङ आयो कि आएन त्यो चिजबल लुकाएर बसेको मान्छे है एलिसा भनेको अनुहार यति राम्रो छ कि युट्युबमा आउन नि खोज्दैन युट्युबमा आयो भने फेरि सबै त्यतै के अरे क्यान्सरतिर पछि लाउलान् सबै अनि एलिसा गौतम एज 22 घर क्यान्सरतिर बे गर्ने बेला भए यसो रिस्ता लिएर जाँदा हुन्छ हात माग्न हामी बाटोमा छौँ पसिनाले पनि रुजिसक्यो
मान्छे पनि थाकिसक्यो खुट्टा दुख्न थालिसक्यो एलिसाले आज मार्छ माथि हेरेको भर्याकै मात्र रहेछ लगाइ यति हो है छिटो आउँछ भनेर भन्दै लास्टमा आउँछ होइन यिनीहरूले त आउने त खानी भयो अब हामी माथि जान्छौँ किनकि हामी हिँडेपछि उनीहरू हिँड्ने पर्छ त्यही हो गाइज अहिलेको अपडेट होइन ल त्यहाँ किन्यो क्या ल गाइज हामी गुफाभित्र आइपुग्यौँ गुफाको ओर्डरमा आइपुग्यौँ अब बिस्तारै बिस्तारै जान्छौँ होइन त्यही हो चिसो रहेछ ठाउँ त हेलो गाइज हामी चाहिँ उसमा के अरे सिद्धबाबा गुफाभित्र छौँ होइन एसियाको दोस्रो ठुलो गुफा नेपालको सबभन्दा ठुलो गुफा अनुहारमा चाहिँ पुरै लाइट बाली देखाउन परेको अनि नत्र केही देखिन्न होइन गुफा खतरा छ है खत्रै छ अनि अर्को सोल्टाहरू आउँदैछन् हामी अगाडि जान्छौँ गुफाभित्र आउँदैछौँ है हिँड्ने बाटो त अलिक गाह्रो छ अनि जाँदैछौँ होइन भ्लग हाल्दै हिँड्दैछौँ हामी चाहिँ महेन्द्र गुफा होइन के अरे सिद्धबाबा गुफामा छौँ होइन तल खाइ माथि पहाड छ लगाइछ हामी चाहिँ गुफाको यात्रा चाहिँ यहीँ समाप्त गर्छौँ अब डाइरेक्ट मुङलिनमा गएर भेटाउने हेलो गाइज के छ हालखबर हामी वेलकम टु माई ब्लग दिस इज मी भूत राजीव भूतनाथ अनि त्यसपछि हामी चाहिँ केबमा इन्डमा आइपुग्यो होइन सो अब चाहिँ फर्किन पर्छ त्योभन्दा अगाडि चाहिँ केब अलिकति देखाइदिउँ भने हो होइन सो यस्तो टाइपको छ ठुलो छ केही पनि देखिँदो रहेछ गाइज हेलो गाइज हामी चाहिँ सिद्धबाबा गुफाबाट तल झर्दैछौँ होइन अनि अघि चाहिँ के भयो भने गुडिया देखियो होइन ऊ भित्र अनि त्यसपछि ओए गुडिया भनेर हप्ता अल्बिना सबलाई छोडेर पुतु भागिदिएर ल गुडिया भयो नि नभए नि होइन गुडिया भयो नि नभए नि अल्बिनेले एक्लै छोडी के कुरो त्यही हो यसले छोडिदिन्छ गाइज छोडिदिन्छ ल गाइज हामी अब बेसमा गएर एउटा भिडियो बनाउँछौँ अनि एकैचोटि चितवन प्रस्थान है हामी चाहिँ के अरे आफू खाइदिने आइपुग्यो होइन कस्तो अल्बिनाहरूसँग राम्रो मान्छे राम्रो Wait a minute. Who are you? Oh no, हामी त बहिनी हो अनि चाहिँ यो चाहिँ हाम्रो दादा हो यो चाहिँ भागे मोबाइलै हो म दादाको बहिनी हो र म पनि त अल्बिना हो ए हो म आकृति हो म आकृति गौतम